के तपाईँ एउटा प्यारेन्ट हुनुहुन्छ, के तपाईँको बच्चा बच्ची छन्, के तपाईँ एउटा बाउ आमा हुनुहुन्छ भने यो भिडियोलाई स्किप नगर्नुहोला। सो मैले हरेक प्यारेन्टलाई एउटा कुरा सधैँ भन्ने गर्छु, किनकि म टिचिङ फिल्डमा, टिचिङ प्रोफेसनमा लास्ट 7 इयर्सदेखि छु। सो आई हेभ सिन so many parents, they are making this blunder in their life. एकदमै ठुलो गल्ती गरिराख्नु भएको छ उहाँहरूले। द्याट इज कल्ड म यो स्कुलमा पढाउँछु, म त्यो स्कुलमा पढाउँछु, म यहाँ पढाउँछु, म त्यहाँ पढाउँछु, म यो बनाउँछु, म त्यो बनाउँछु, म प्रपर्टी राखिदिन्छु, म ब्याङ्क ब्यालेन्स राखिदिन्छु, म यस्तो गरिदिन्छु, म उस्तो गरिदिन्छु। मेरो छोराछोरीले दुःख पाउनु भएन, मेरो छोराछोरी राम्रोसँग हुर्किनु पर्यो। यस 100% सही कुरा हो। जे गर्न छ गर्नुहोस्, जे गर्न मन लाग्छ सब गर्नुहोस्। तर म तपाईसँग हात जोड्छु, एउटा कुरा पनि गरेर जानु होला। द्याट इज कल्ड प्लिज इन्टिग्रेट भ्यालु इन योर चाइल्ड। आफ्नो बच्चामा भ्यालु इन्टिग्रेट गरेर जानु होला। भेरी भेरी इम्पोर्टेन्ट थिङ। र मोस्टली प्यारेन्टले यसमा काम गर्ने खोज्नुहुन्न। प्लिज तपाईले यो गल्ती नगर्नु होला। यदि तपाईले आफ्नो बालबच्चालाई सबै कुरा गर्नुभयो तर भ्यालु इन्टिग्रेट गरिदिनु भएन भने म तपाईलाई च्यालेन्ज गर्छु, तपाईको बालबच्चाले मिस्टेक गर्छ नि गर्छ, गल्ती गर्छ नि गर्छ। अब कुरा आयो, यो भ्यालु भनेको के हो? यो भ्यालु भनेको कुन चराको नाम हो? लेट्स अन्डरस्ट्यान्ड इट। सो पहिलो कुरा, भ्यालु मिन्स अल दोज थिङ्स विच क्यान नट बी कम्प्रोमाइज। हरेक कुराहरू जसमा हामी मरे पनि कम्प्रोमाइज गर्न मिल्दैन, द्याट इज कल्ड भ्यालु। लेट्स अन्डरस्ट्यान्ड इट विथ अ भेरी सिम्पल एक्जाम्पल। एउटा एक्जाम्पलबाट यसलाई हामी बुझ्ने कोसिस गर्छौँ। जस्तो एक्जाम्पलको लागि मानौँ, तपाईको जिजुबा या तपाईको चाहिँ ग्रान्डफादर एकदमै बिरामी हुनुहुन्छ। उहाँको एज छ 95 इयर्स, एकछिनलाई मानिहालौँ। र तपाईको हजुरबुवा एकदमै बिरामी हुनुहुन्छ। उहाँ आज हो कि भोलि हो कुनै ग्यारेन्टी छैन। र राम्रो डक्टरले उहाँलाई चाहिँ उपचार गरिराखेको छ, ट्रिटमेन्ट गरिराखेको छ। र डक्टरले तपाईनिर आएर उसले भन्यो, हेर्नुहोस् तपाईको हजुरबुवाको, तपाईको ग्रान्डफादरको आयु भनेको, बाँच्ने टाइम भनेको, बाँच्ने अवधि भनेको बढी भन्दा बढी एक दिन भित्रमा, यानी भोलिको 12 बजीसम्म तपाईको बुवा, तपाईको हजुरबुवा 100% बित्नु नै हुन्छ भनेर आएर तपाईलाई 100% ग्यारेन्टी दियो। अब तपाईँ उभिराख्नु भएको छ। बट अनफर्चुनेटली तपाईको हजुरबुवाको नाममा एउटा टर्म लाइफ इन्सुरेन्स रहेछ। हेर्नुहोस् कतिको भन्दा तपाईँको, लेट्स सपोज 50 करोडको, राइट? अब तपाईको हजुरबुवाको नाममा टर्म लाइफ इन्सुरेन्स छ अरे 50 करोडको। र त्यो टर्म लाइफ इन्सुरेन्सको अवधि छ आजको रातिको 10 बजेसम्म मात्रै। यदि 10 बजेसम्म तपाईको हजुरबुवा बित्नु भयो भने तपाईले 50 करोड पाउनुहुन्छ। र तपाईँ नोमिनी पनि हो रे, फेरि तपाईको नाम तपाईलाई नोमिनीमा राख्नु भएको रहेछ। तपाईले 50 करोड पाउनुहुन्छ। तर 10 भन्दा 11 बज्यो, 12 बज्यो भने त्यो टर्म लाइफ इन्सुरेन्स कोल्याप्स हुनेवाला छ अरे। एकछिनलाई मानिहालौँ। अब यो कुरा डक्टरले थाहा पायो। अब डक्टर तपाईँ आयो। डक्टरले तपाईँले भनिराखेको छ के भन्नुहुन्छ न, तपाईँको चाहिँ नि ओके मैले थाहा पाएको छु तपाईँको हजुरबुवाको नाममा 50 करोडको टर्म लाइफ छ अरे। र तपाईँको हजुरबुवा भोलिको दिनको 12 बजीसम्म त 100% बित्ने नै हो, कुनै पनि हालतमा बित्ने नै हो। बढी भन्दा बढी भोलिको 12 बजीसम्म मात्रै तपाईँको हजुरबुवाको आयु छ। तर तपाईको जुन टर्म लाइफ इन्सुरेन्स छ आजको रातिको 10 बजेपछि एक्सपायर हुनेवाला छ। तपाईले मलाई के भन्नुहुन्छ? यदि तपाईले मलाई अलाउ गर्नुहुन्छ भने, यदि तपाईले मलाई पर्मिसन गर्नुहुन्छ भने म सानो एउटा इन्जेक्सन दिइहाल्छु हजुरको हजुरबाउलाई। हजुरको हजुरबाउ 1 घण्टामा जय सियाराम, सिधै स्वर्गवास। के भन्नुहुन्छ तपाईले? के साँच्चै इन्जेक्सन दिइहालौँ? के भन्नुहुन्छ? अब मलाई यो केसमा भन्नुहोस्, तपाईले के डिसिजन लिनुहुन्छ? तपाईले आफ्नो हजुरबुवालाई भोलिको 12 बजेसम्म जिउँदो राखेर 50 करोड लुज गर्न चाहनुहुन्छ कि एउटा सानो इन्जेक्सन दिएर 10 बजे भन्दा पहिले तपाईको हजुरबुवालाई मार्न चाहनुहुन्छ? तपाईको डिसिजन के होला? जस्ट थिङ्क अबाउट इट। अब तपाईले भन्नु होला 50 करोडको कुरा छ भाइ, भोलि त बुढा त जान्छन्। अरे भोलि त जाने नै वाला छ नि भनेपछि यिनलाई 10 बजे नै लुट्काइदिन्छु, 50 करोड त मेरो बचिहाल्छ भनेर यसरी डिसिजन लिनुहुन्छ कि अरे जान दे 50 करोड नटाइसु, तर मेरो हजुरबुवालाई, मेरो ग्रान्डफादरलाई म भोलि 12 बजेसम्म बचाउँछु भनेर डिसिजन लिनुहुन्छ?
डिसिजन इज भेरी टफ। अब यही आउँछ तपाईँको भ्यालुको कुरा। हेर्नुहोस्, यही आयो तपाईँको भ्यालुको कुरा। यदि त्यो बच्चाले, यदि तपाईँले भ्यालुस आफ्नो माइन्डमा इन्टिग्रेट गर्नुभएको छ भने तपाईँले त्यही अनुसारले डिसिजन लिनुहुन्छ। हेर्नुहोस्, यदि तपाईँको भ्यालु यो छ कि मेरो प्यारेन्ट, मेरो रिलेसनसिप पैसा भन्दा धेरै ठुलो कुरा हो, यस्तो किसिमको भ्यालु तपाईँको प्यारेन्टले तपाईँमाथि बचपनदेखि, बच्चादेखि नै, चाइल्डहुडदेखि नै इन्टिग्रेट गरिदिनु भएको छ भने म 100% सेवर छु। तपाईँले भन्नुहुन्छ, ए डाक्टर 50 करोडको कुरा नगर, 100 करोड भए पनि, 200 करोड भए पनि, 1000 करोड भए पनि म आफ्नो हजुरबुवालाई मर्न दिन्न। जहिलेसम्म बाँच्नुहुन्छ बाँच्न दिनुहोस्, उहाँको नेचुरल डेथ हुनु पर्यो भनेर भन्नुहुन्छ। तर यदि तपाईँको माइन्डमा भ्यालु इन्टिग्रेट भएको छैन भने इमिडिएटली विदिन अ सेकेन्डमा यु विल टेक अ डिसिजन। ए डाक्टर दियाल भाइ, एउटा इन्जेक्सन दियाल, बुढो सिद्धिन्छ, 50 करोड भोलि मेरो नाम आइहाल्छ। जान्दे बुढो त आफ्नो जान्छ नै जान्छ। बुढो आज नै त भोलि त लुड्किनेवाला नै छ। अरे 10 घन्टा बढी बाँचेर के हुन्छ बुढो? ओके डाक्टर, जस्ट ठोक्दे। यस्तो डिसिजन तपाईँले लिनुहुन्छ होला जहाँसम्म मलाई लाग्छ। सो सी द पावर अफ भ्यालु, सी द पावर अफ भ्यालु। जुन बच्चाले भ्यालु सिकेको छैन, भ्यालु इन्टिग्रेट गरेको छैन भनेपछि म 100% सेयर छु उसले गलत डिसिजन लिन्छ नै लिन्छ। सो प्लिज आई रिक्वेस्ट टु इच एन्ड एभ्री प्यारेन्ट, इच एन्ड एभ्री आमा बुवाहरूलाई आफ्नो बच्चालाई कति प्रपर्टी राख्नुहुन्छ, कति लेगेसी छोडेर जानुहुन्छ, कति ब्याङ्क ब्यालेन्स छोडेर जानुहुन्छ, कुन स्कुलमा पढाउनुहुन्छ, कुन स्कुलमा पढाउनुहुन्न, कुन कलेजमा पढाउनुहुन्छ, यो आफ्नो ठाउँमा ठिक छ। आफ्नो ठाउँमा जे गर्न सबै गर्नुहोस्, तर एउटा काम चाहिँ गरेर जानुहोला। आफ्नो बच्चाको माइन्डमा 8-10वटा राम्रो राम्रो भ्यालुलाई इन्टिग्रेट गरेर कोची 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 पुरै ठोसेर जानु होला। अदरवाइज उसले लाइफमा कुनै पनि गलत डिसिजन लिन सक्छ। एउटा कुराले मात्रै उसलाई बचाउन सक्छ, द्याट इज कल्ड राइट भ्यालु। सो बच्चालाई राइट भ्यालु इन्टिग्रेट गरेर जानु होला। यसको बारेमा नेक्स्ट भिडियोमा अझ म डिटेलमा कुरा गर्दै गर्दै जान्छु, किनकि यो मेरो लागि एकदमै बहुत मेरो प्यारो टपिक हो। यो टपिकमा म बहुत कुरा गर्न चाहन्छु। यदि कुरा गर्न बस्यो भने म तपाईसँग 8-10 घन्टा पनि कुरा गर्न सक्छु। सो नेक्स्ट भिडियोहरूमा यसको बारेमा अझ डिटेलमा, अझ विस्तारमा, अझ एडभान्स लेभलमा म कुरा गर्दै जान्छु। तबसम्मलाई टेक केयर एन्ड बाई बाई।